हेलो गुड मर्निङ। हामी चाहिँ यसो घुमघाम गर्नको लागि निस्केको छौँ। अब कतिको एक्साइटेड हुनुहुन्छ। बस्ने ठाउँ त देखिएको छैन, सबै ब्यागहरू सबै राख्दा त, तर हेरौँ बस्दा कस्तो हुन्छ। कतिको एक्साइटेड हुनुहुन्छ ल। ओहो यस्तो छ हालत, बाइकको हालत यहाँ बिजोक छ। मान्छेको हालत खै एकछिन तिम्रो अनुहार हेरौँ न। आयो भर्खरै मलेखु आइपुग्यो। मलेखु त्रिशुलीमै पर्छ गाडी, खै थाहा छैन। यहाँनिर खान्छ। अनि के छ भन्नु? जान सकिन्छ मुस्ताङ? अहिले हार मान्न थालिसक्यो गाइजहरू। मुस्ताङ गइएला जस्तो छैन। हामी चाहिँ यहाँनिर ब्याग मिलाउँदैछौँ। आनन्दले ब्याग मिलाउँदैछ, अलिकति अप्ठ्यारो भयो, त्यही भएर हामी चाहिँ यता बाटोमा रोकेको छौँ खाजा खानालाई। खाना रेस्टुरेन्टहरू चाहिँ माछाहरू, सेल खाने। हेर्नुहोस् है पोखरा आउने बाटो। हामी लास्ट टाइम आउँदाखेरि चाहिँ पुरै अन्डर कन्स्ट्रक्सन थियो यो सबै नै। अहिले यस्तो दामी बनाएको रहेछ, यस्तो दामी बनाएको रहेछ। हाइट अनुहार हेरौँ न तिम्रो। गाह्रो भइसक्यो है। यहाँ छ हाम्रो बाइक। लास्टै दामी बनाएको रहेछ यार बाटो त। हाइट कालो ज्याकेटको हालत। मेरो हालत के हो यस्तो? म त आँखै नदेखे जस्तो भयो नि त। आँखै नदेखे जस्तो। चस्माको हालत एकछिन यता हेर त। गाजल केही लाएको थिएन होइन? तिम्रो त आइब्रोज नै एकै ठाउँमा टाँसिरहेछ कि। तर बाटो चाहिँ दामी बनाएको रहेछ। अघिको धुलो मेरो कालो ज्याकेट यस्तो छ। हेलो भिखारी जसरी बसिरहेको छ हाम्रो एउटा। कस्तो भयो त यात्रा?
हैरान भयो कहाँ आइपुग्यौँ त हामी हत्तु भयो लिएर परेलामा त ठुलो बसेर त त्यो के भन्छ परेलामा त्यो फिल गरेको जस्तो भएछ त कालो फिल गरेँ होइन यो सबै ठुलो बसेर कालो जग भयो आइ चाहिँ पुग्यौँ रेस्ट गरेको आइसक्रिम खाएर बाटोमा बसेर बाइकमा बस्दा बस्दा हैरान हत्तु भयो साथीहरू अब चाहिँ बेनीतर्फ जाँदै कहाँ हो यो चाहिँ भम्पुस कि के हो खै थाहा छैन यताबाट जाने रहेछ बेनीतर्फ जाँदै अब चाहिँ यही बाटो ए बेनी हुनु यहाँ लेखेकै रहेछ बेनी यता साइडमा ठिक छ उहाँहरू पनि सबैजना होला मुस्ताङ हुन्छ प्लान त्यो त झन् देखिरहेको हामी चाहिँ बेनी बजार जानेतर्फ खतरा खतरा देखिन्छ अब अहिले एकैछिन रेस्ट गर्नलाई रेस्ट लिने भन्दा आएको यहाँबाट नि चाहिँ खोला हो लास्टै थाक्यो यार है यहाँ बोल्न सकिराखेको छैन हाम्रो अनिताजी केही बोल्न चाहनुहुन्छ हजुरको थाकेको अनुहारमा यो चाहिँ हाम्रो पहिलो दिन रहेको छ अनि फर्स्ट डेमा चाहिँ हामी धेरै टायर्ड भएको कारणले गर्दा हामीले भिडियो टायर्ड पनि भयौँ त्यस पछाडि राति पनि पुगिएको थियो त्यो टाइममा चाहिँ हामीले त्यस्तो भिडियोहरू हामीले बनाएनौँ जाने बित्तिकै हामी सुतिहाल्यौँ अनि यो चाहिँ हाम्रो पहिलो दिन रहेको छ दोस्रो दिन तेस्रो दिनको भिडियोहरू आउँदैछ हामी सबैजनालाई नेक्स्ट भिडियोमा हामी भेटौँला सी यू गाइज इन द नेक्स्ट भिडियो